लोकसेवा सपोर्ट युट्युब च्यानलमा हजुरलाई स्वागत छ। आज हामीले भेटेनेरी लोकसेवामा सोध्न सक्ने रोग सम्बन्धी 50 वटा महत्त्वपूर्ण प्रश्नको भाग 2 लिएर आएका छौं। भिडियो ध्यान दिएर हेर्नुहोला। प्रश्न नम्बर 1 मा रहेको छ, लिबामिजोल तलका मध्ये कुन परजीवीको विरुद्धमा प्रयोग गर्न सकिन्छ? अप्सन ए गोलोजुका, अप्सन बी च्याप्टोजुका, अप्सन सी फित्तेजुका, अप्सन डी माथिका सबै। यसको राइट एन्सर रहेको छ अप्सन ए को गोलोजुकाको विरुद्ध। अर्को प्रश्न रहेको छ, टेनिया मल्टिसेप्सको मुख्य आश्रयदाता कुन हो? अप्सन ए मानिस, अप्सन बी कुकुर, अप्सन सी गाई भैँसी, अप्सन डी भेडा बाख्रा। यसको राइट एन्सर रहेको छ अप्सन बी को कुकुर। तलका मध्ये कुन रोग किर्नाको टोकाइबाट सर्न सक्दछ? अप्सन ए एन्थ्रेक्स, अप्सन बी टोक्जोप्लाज्मोसिस, अप्सन सी बेबेसियोसिस, अप्सन डी एचएस। यसको राइट एन्सर रहेको छ अप्सन सी को बेबेसियोसिस। सूक्ष्मदर्शक यन्त्रको कति पावरको लेन्सको सहायताले माइट्सको नमुना हेर्नु पर्दछ? अप्सन ए 25x, अप्सन बी 40x, अप्सन सी 10x, अप्सन डी 100x। यसको राइट एन्सर रहेको छ अप्सन सी को 10x मा। किर्नाको जीवन चक्रमा कतिवटा अवस्था हुने गर्दछन्? अप्सन ए 1 वटा, अप्सन बी 2 वटा, अप्सन सी 3 वटा, अप्सन डी 4 वटा। यसको राइट एन्सर रहेको छ अप्सन डी को 4 वटा। टेनिया ओभिजको मध्यस्थ आश्रयदाता कुन हो? अप्सन ए मानिस, अप्सन बी बङ्गुर, अप्सन सी गाई भैँसी, अप्सन डी भेडा बाख्रा। यसको राइट एन्सर रहेको छ अप्सन डी को भेडा बाख्रा। फोक्सोमा कुन प्रकारको जुका बस्ने गर्दछन्? अप्सन ए सानो गोलोजुका, अप्सन बी ठुलो गोलोजुका, अप्सन सी फित्तेजुका, अप्सन डी च्याप्टोजुका। यसको राइट एन्सर रहेको छ अप्सन ए को सानो गोलोजुका। सक्रिय प्रणालीको चरणविधि रेटिनल ग्रेजिङ अपनाएर तलका मध्ये कुन रोगको नियन्त्रण गर्न सकिन्छ? अप्सन ए फ्यासिलियोसिस, अप्सन बी एन्थ्रेक्स, अप्सन सी ब्ल्याक क्वार्टर, अप्सन डी एफएमडी। यसको राइट एन्सर रहेको छ अप्सन ए को फ्यासिलियोसिस। नामले जुकाको जीवन चक्र पूरा हुनको निम्ति जम्मा कति समय लाग्ने गर्दछ? अप्सन ए 5 देखि 10 हप्ता, अप्सन बी 12 देखि 14 हप्ता, अप्सन सी 8 देखि 18 हप्ता, अप्सन डी 18 देखि 20 हप्ता। यसको राइट एन्सर रहेको छ अप्सन डी को 18 देखि 20 हप्ता। नामले जुकाको जीवन चक्रमा स्पोरोसिस्ट पछि के भन्दछ? अप्सन ए रेडिया, अप्सन बी स्पोरोसिस्ट, अप्सन सी मेटासर्केरिया, अप्सन डी सर्केरिया। यसको राइट एन्सर रहेको छ अप्सन ए को रेडिया। नामले जुकाको जीवन चक्रमा स्पोरोसिस्ट पछि रेडिया भन्दछ।
नछेपिएको नामले जुका शरीरको कुन अङ्गमा बस्दछ? अप्सन ए आन्द्रा, अप्सन बी पेट, अप्सन सी कलेजो, अप्सन डी पित्तनली। यसको राइट एन्सर रहेको छ अप्सन सी को कलेजोमा। आन्तरिक परजीवीलाई के भनेर चिनिन्छ? अप्सन ए इन्टर्नल प्यारासाइट, अप्सन बी इन्डोप्यारासाइट, अप्सन सी हेलमेन्थिस, अप्सन डी अल अफ द एबभ। यसको राइट एन्सर रहेको छ अप्सन डी को अल अफ द एबभ। फेसियोला परजीवीको मध्यस्थ आश्रयदाता कुन हो? अप्सन ए लेम्निया जातको शङ्खेकिरा, अप्सन बी किर्ना, अप्सन सी हाँस, अप्सन डी भेडा। यसको राइट एन्सर रहेको छ अप्सन ए को लेम्निया जातको शङ्खेकिरा। परजीवीको प्रमुख आश्रयदातामा कुन अवस्था पुरा हुने गर्दछ? अप्सन ए यौन प्रजनन अवस्था, अप्सन बी अलैङ्गिक प्रजनन, अप्सन सी दुवै अवस्था, अप्सन डी कुनै पनि होइन। यसको राइट एन्सर रहेको छ अप्सन ए को यौन प्रजनन अवस्था। परजीवीको प्रमुख आश्रयदातामा यौन प्रजनन अवस्था पुरा हुने गर्दछ। अर्को प्रश्न रहेको छ फेसियोला जाइगेन्टिकको प्रमुख आश्रयदाता कुन जनावर हो? अप्सन ए गाई, अप्सन बी बङ्गुर, अप्सन सी कुखुरा, अप्सन डी भेडा। यसको राइट एन्सर रहेको छ अप्सन डी को भेडा। नामले जुकाको जीवन चक्रमा अण्डा कोरलिएर के बन्दछ? अप्सन ए रेडिया, अप्सन बी मेरासिडियम, अप्सन सी मेटासर्केरिया, अप्सन डी सर्केरिया। यसको राइट एन्सर रहेको छ अप्सन बी को मेरासिडियम। नामले जुकाको जीवन चक्रमा जम्मा कतिवटा अवस्था शङ्खेकिरा बाहिर पुरा हुने गर्दछन्? अप्सन ए 5 वटा, अप्सन बी 3 वटा, अप्सन सी 4 वटा, अप्सन डी 2 वटा। यसको राइट एन्सर रहेको छ अप्सन सी को 4 वटा। गोलो जुकाको लार्भाको कुन अवस्था सङ्क्रामक अवस्था हो? अप्सन ए L3 स्टेज, अप्सन बी L2 स्टेज, अप्सन सी L4 स्टेज, अप्सन डी L5 स्टेज। यसको राइट एन्सर रहेको छ अप्सन ए को L3 स्टेज। गोलो जुकाको प्रिप्रेन्ट अवधि कति समयको हुने गर्दछ? अप्सन ए 4 देखि 5 हप्ता, अप्सन बी 5 देखि 6 हप्ता, अप्सन सी 4 देखि 6 हप्ता, अप्सन डी 2 देखि 3 हप्ता। यसको राइट एन्सर रहेको छ अप्सन डी को 2 देखि 3 हप्ता। वयस्क नामले जुका शरीरको कुन अङ्गमा बस्दछ? अप्सन ए इन्टेस्टाइन, अप्सन बी स्टोमच, अप्सन सी लिभर, अप्सन डी बाइल डक्ट। यसको राइट एन्सर रहेको छ अप्सन डी को बाइल डक्टमा। नामले जुकाको जीवन चक्रमा कुन अवस्था शङ्खेकिरामा प्रवेश गर्दछ? अप्सन ए रेडिया, अप्सन बी स्पोरोसिस्ट, अप्सन सी मेटासर्केरिया, अप्सन डी मेरासिडियम। यसको राइट एन्सर रहेको छ अप्सन डी को मेरासिडियम।
नामले जुकाको जीवन चक्रमा कुन अवस्था जनावरको निम्ति संक्रामक इन्फेक्टिभ स्टेज हो? अप्सन ए अन्डा, अप्सन बी मेरासिडियम, अप्सन सी मेटासर्केरिया, अप्सन डी माथिका सबै। यसको राइट एन्सर रहेको छ अप्सन सी को मेटासर्केरिया, नामलेको इन्फेक्टिभ स्टेज। तलका मध्ये कुन जनावरमा ठुलो गोलो जुकाले असर गर्दैन? अप्सन ए गाई, अप्सन बी भैँसी, अप्सन सी बङ्गुर, अप्सन डी बाख्रा। यसको राइट एन्सर रहेको छ अप्सन डी को बाख्रामा। गोलो जुकाको जीवन चक्र पूरा हुने क्रममा जम्मा कतिवटा अवस्था हुने गर्दछ? अप्सन ए 4, अप्सन बी 5, अप्सन सी 6, अप्सन डी 7। यसको राइट एन्सर रहेको छ अप्सन डी को 7। ठुलो गोलो जुकाको विरुद्धमा सबैभन्दा प्रभावकारी औषधि ड्रग अफ चोइस कुन हो? अप्सन ए अक्सिक्लोजोनाइड, अप्सन बी अल्बेन्डाजोल, अप्सन सी इन्डोफ्लोक्सिक्यान, अप्सन डी पेरेन्टल फेमोट। यसको राइट एन्सर रहेको छ अप्सन डी को पेरेन्टल पेमोट। टेनिया सोलियमको मध्यस्थ आश्रयदाता कुन हो? अप्सन ए मानिस, अप्सन बी बङ्गुर, अप्सन सी गाई भैँसी, अप्सन डी ए एन्ड बी बोथ। यसको राइट एन्सर रहेको छ अप्सन डी को ए एन्ड बी बोथ। आइभरमेक्टिन तलका मध्ये कुन आन्तरिक परजीवीको विरुद्धमा प्रयोग गर्न सकिन्छ? अप्सन ए गोलोजुका, अप्सन बी च्याप्टोजुका, अप्सन सी फित्तेजुका, अप्सन डी माथिका सबै। यसको राइट एन्सर रहेको छ अप्सन ए को गोलोजुकाको विरुद्धमा। जुम्राको जीवन चक्रमा कतिवटा अवस्था हुने गर्दछन्? अप्सन ए 1 वटा, अप्सन बी 2 वटा, अप्सन सी 3 वटा, अप्सन डी 4 वटा। यसको राइट एन्सर रहेको छ अप्सन डी को 4 वटा। तलका मध्ये कुन जनावरमा उपियाँको समस्या देखिँदैन? अप्सन ए कुखुरा, अप्सन बी घोडा, अप्सन सी बाख्रा, अप्सन डी कुकुर। यसको राइट एन्सर रहेको छ अप्सन बी को घोडा, घोडामा उपियाँको समस्या देखिँदैन। तलका मध्ये कुन रोग किर्नाको टोकाइबाट भेडामा सर्न सक्दछ? अप्सन ए ल्युपिङ इल, अप्सन बी टोक्जोप्लाज्मोसिस, अप्सन सी थेलेरियोसिस, अप्सन डी बोथ बी एन्ड सी। यसको राइट एन्सर रहेको छ अप्सन ए को ल्युपिङ इल। कुन परजीवीको जीवन चक्रमा प्युपा अवस्था हुने गर्दछन्? अप्सन ए जुम्रा, अप्सन बी किर्ना, अप्सन सी च्याप्टोजुका, अप्सन डी फित्तेजुका। यसको राइट एन्सर रहेको छ अप्सन ए को जुम्रा। एल्बेन्डाजोल प्रति किलो डोज रेट कति हो? अप्सन ए 5 देखि 7 mg, अप्सन बी 7 देखि 10 mg, अप्सन सी 10 देखि 15 mg, अप्सन डी 20 mg। यसको राइट एन्सर रहेको छ अप्सन सी को 10 देखि 15 mg। तलका मध्ये कुन परजीवीमा भाले तथा पोथीका दुवै अङ्ग हुने गर्दछन्? अप्सन ए फित्तेजुका, अप्सन बी गोलोजुका, अप्सन सी फोक्सोको गोलोजुका, अप्सन डी च्याप्टोजुका। यसको राइट एन्सर रहेको छ अप्सन ए को फित्तेजुका।
गोलो जुकाको जीवन चक्र पूरा हुने क्रममा लार्भाका जम्मा कतिवटा अवस्था हुने गर्दछन्? अप्सन ए 4, अप्सन बी 5, अप्सन सी 6, अप्सन डी 7। यसको राइट एन्सर रहेको छ अप्सन बी को 5। नामले जुकाको जीवन चक्रमा कुन कुन अवस्था सांख्यिकी र बाहिरी वातावरणमा सम्पन्न हुने गर्दछ? अप्सन ए अन्डा, अप्सन बी मिरासिडियम, अप्सन सी मेटासर्केरिया, अप्सन डी माथिका सबै। यसको राइट एन्सर रहेको छ अप्सन डी को माथिका सबै। तलका मध्ये कुन परजीवीको जीवन चक्र अप्रत्यक्ष प्रकारको हुने गर्दछ? अप्सन ए फित्तेजुका, अप्सन बी च्याप्टोजुका, अप्सन सी गोलोजुका, अप्सन डी ए एन्ड बी बोथ। यसको राइट एन्सर रहेको छ अप्सन डी को ए एन्ड बी बोथ। नाम्लेबाट हुने तीक्ष्ण प्रकारको फेसिलियोसिस कुन जनावरमा देखिने गर्दछ? अप्सन ए भेडा, अप्सन बी बाख्रा, अप्सन सी गाई, अप्सन डी ए एन्ड बी बोथ। यसको राइट एन्सर रहेको छ अप्सन डी को ए एन्ड बी बोथ। वयस्क ठुलो गोलोजुका कहाँ बस्ने गर्दछ? अप्सन ए कलेजो, अप्सन बी सानो आन्द्रा, अप्सन सी ठुलो आन्द्रा, अप्सन डी मुटु। यसको राइट एन्सर रहेको छ अप्सन बी को सानो आन्द्रामा। कुन जुकाहरूको शरीर खण्ड खण्ड परेको सेगमेन्टेड हुन्छ? अप्सन ए गोलोजुका, अप्सन बी च्याप्टोजुका, अप्सन सी फित्तेजुका, अप्सन डी माथिका सबै। यसको राइट एन्सर रहेको छ अप्सन सी को फित्तेजुका। कुन परजीवीको जीवन चक्रमा निम्फ अवस्था हुने गर्दछ? अप्सन ए जुम्रा, अप्सन बी किर्ना, अप्सन सी च्याप्टोजुका, अप्सन डी फित्तेजुका। यसको राइट एन्सर रहेको छ अप्सन बी को किर्ना। तलका मध्ये कुन जनावरमा उपियाँको समस्या देखिँदैन? अप्सन ए कुखुरा, अप्सन बी कुकुर, अप्सन सी बाख्रा, अप्सन डी बङ्गुर। यसको राइट एन्सर रहेको छ अप्सन डी को बङ्गुरमा। नेपालमा किर्नाको प्रकोप कुन क्षेत्रमा बढी पाइन्छ? अप्सन ए पहाड, अप्सन बी हिमाल, अप्सन सी तराई, अप्सन डी मध्य पहाड। यसको राइट एन्सर रहेको छ अप्सन सी को तराई क्षेत्रमा। जुम्राको जीवन चक्र कति समयमा पूरा हुने गर्दछ? अप्सन ए 1 हप्ता, अप्सन बी 2 महिना, अप्सन सी 4 हप्ता, अप्सन डी 4 महिना। यसको राइट एन्सर रहेको छ अप्सन सी को 4 हप्तामा। तलका मध्ये कुन रोग किर्नाको टोकाइबाट सर्न सक्दछ? अप्सन ए एनाप्लाज्मोसिस, अप्सन बी टोक्जोप्लाज्मोसिस, अप्सन सी थेलिडियोसिस, अप्सन डी बोथ ए एन्ड सी। यसको राइट एन्सर रहेको छ अप्सन डी को बोथ ए एन्ड सी। एनाप्लाज्मोसिस र थेलिडियोसिस किर्नाको टोकाइबाट सर्दछ। नामले जुकाको जीवन चक्रमा कुन अवस्था शङ्खकिराबाट बाहिर निस्कन्छ? अप्सन ए रेडिया, अप्सन बी स्पोरोसिस्ट, अप्सन सी सर्केरिया, अप्सन डी मिरासिडियम।
यसको राइट एन्सर रहेको छ अप्सन सी को सर्केरिया। परजीवीको मध्यस्थ आश्रिततामा कुन अवस्था पुरा हुने गर्दछ? अप्सन ए यौन प्रजनन अवस्था, अप्सन बी अलैंगिक प्रजनन, अप्सन सी दुवै अवस्था, अप्सन डी कुनै पनि होइन। फेसियोला परजीवीले मुख्यतया कुन जनावरलाई बढी असर गर्दछ? अप्सन ए बाख्रा, अप्सन बी भेडा, अप्सन सी गाई भैँसी, अप्सन डी माथिका सबै। यसको राइट एन्सर रहेको छ अप्सन डी को माथिका सबै। तलका मध्ये कुन परजीवीको समस्यालाई उपचार गर्नको निम्ति गन्धकको मलहम सल्फर ओइन्टमेन्ट प्रयोग गरिन्छ? अप्सन ए माइट्स, अप्सन बी किर्ना, अप्सन सी ओपिया, अप्सन डी जुम्रा। यसको राइट एन्सर रहेको छ अप्सन ए को माइट्स। आजको अन्तिम प्रश्न रहेको छ लहुमती रोग नेपालमा प्रथम पटक कहिले देखा परेको थियो? अप्सन ए विक्रम सम्वत 2070, अप्सन बी विक्रम सम्वत 2050, अप्सन सी विक्रम सम्वत 2060, अप्सन डी विक्रम सम्वत 2055। यसको राइट एन्सर रहेको छ अप्सन सी को विक्रम सम्वत 2060 सालमा।